एभ्रिवान वेलकम टु माई च्यानल दिस इज मी भावना गुरुङ आई होप हजुर सबैजना आरामै हुनुहुन्छ होला म पनि आरामै छु इट्स बिन सो लङ मैले चाहिँ भिडियोहरू बनाउन भएको थिएन बिकज म चाहिँ बिजी थिएँ मेरो कलेजहरूको यताउता कामहरू थियो त्यही भएर चाहिँ मैले भिडियो बनाउन पाएको थिएन बट आज चाहिँ मैले भिडियो बनाउन लागेको छु किनकि म चाहिँ मेरो साथीहरूसँग घुम्न जान लागेको अब चाहिँ म जाँदैछु गाइस मेरो साथीहरूलाई चाहिँ म पोखरा बस पार्कमा भेट्नेछु अनि मलाई चाहिँ दिदीले पुऱ्याइदिन थाल्नु भएको छ गाइसहरू सो एक्साइटेड बिकज अब कहिले नि गएको छैन यसरी घुम्न म चाहिँ अब आइसकेँ हेलो हेलो मेरो साथीहरू सक्नु त सक्छ टाइम लाग्छ जङ्गलको बाटो बाँदरहरू एकदम डर लाग्दो छ त्यहाँ राति नै आउँछ राम्रो त्यो एउटा कालो कालो घर छ नि कालो बजारमा खै कुन सबैले फोटो हाल्ने त्यहीको गाइस हामीहरू बन्दीपुर बजारमा छौँ ल है आउँछ तिमीहरूतिर नि हेलो गर्ल्स कसैले हेलो भनेन यार ओके गाइस हामीहरू चाहिँ बन्दीपुर अघि नै आइसक्यौँ अब चाहिँ हामी कहाँ जाँदैछौँ भन्दाखेरि चाहिँ बन्दीपुर बजारमा जाँदैछौँ बन्दीपुर बजार हेर्दा लाग्छ नजारा यस बन्दीपुर बजार कस्तो राम्रो कस्तो लागिरहेछ साथी है मल्ल यता हेर साथी कस्तो राम्रो विदाउट पर्मिसन नहाल्ने भनेर मैले नखिचेको कि नानीको फेरि बेबीको बन्दीपुर जाऊँ तिनीहरूको पानी खाऊँ चोखो भयो ओके apate 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 aha Don't you want me like I want you, baby? Don't you need me like I need you now? Sleep tomorrow, but tonight go crazy. All you gotta do is just meet me at apate 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 aha Okay, good morning guys. Good morning. Hello. Good morning. कस्तो भयो त नि आजको बिहानी एकदम नराम्रो पानी परिरहेको छ हाम्रो ब्याड लक यस हेलो स्याड घुम्न जान पाइने भएन यस सो स्याड ओके गाइज गुड मर्निङ फ्रम बन्दीपुर हामीहरू चाहिँ टुडी खेल आएको हो यहाँ घुम्नलाई बट टुडी खेलमा त बिजोक छ सी गाइज हामी आउँछ भनेर चाहिँ यो बाटो चाहिँ पिच गरे रहेछ तर अनि यहाँ आइसकेपछि चाहिँ फेरि पानी पर्यो कि हामी चाहिँ यो ठाउँको लागि लक्की नै रहेछ भन्ने कुरा थाहा भयो ओके गाइज अब चाहिँ हामीहरू के भन्छ अरे यहाँ बन्दीपुरबाट निस्किन लागेको अब चाहिँ हामी सिधा गुफा जान थालेको हामी चाहिँ यहीँ माथिबाट हिँडेर जान लागेको अब तलबाट आउँदाखेरि चाहिँ उकालो पर्छ अरे थोरै त्यो भएर चाहिँ हामी चाहिँ यहाँबाट माथिबाटै ओह्रालो लागेर चाहिँ जानवाला छौँ सकिहाल्छ
साथीहरू अब 2जना साथीहरू पछाडि छ हामी 2जना अगाडि छौँ यसरी चाहिँ हामी हिँडेर जाने हो अब सिधा गुफा आर यु गाइज रेडी ट्रेक लभर एकजना ऊ पनि हो अनि अगाडिको साथी ऊ पनि ट्रेक लभर हो साथी तिमी चाहिँ हो कि होइन ट्रेक लभर म त एकदम हो नि ए ऊ पनि ल 3जना चाहिँ लभर ट्रेक लभरहरू हो अनि म चाहिँ अलि सक्दिनँ तर पनि लेट्स सी के हुन्छ तपाईँहरूले देखिसक्नुभयो ट्रेक लभर नै हो एज वेल एज उनीहरू चाहिँ प्लान्ट लभर पनि रहेछ यसरी बन्तीपुरबाट घर प्लान्ट लिएर जान लाग्छ होइन सिस्नु त यो होइन रुख हो यो पर्ख म देख्यो भने भनिदिन्छु यो सबै हाम्रो गाउँमा पाउने रुख रहेछ जम्मा सिस्नुको दबाई चाहिँ यो हो कि होइन भन हो कि होइन सिस्नुको दबाई यो पाती सिस्नुको दबाई चाहिँ यो हो कि पाती हो मैले सानोमा कम पिटाइ खाएको छु ओ माइ गॉड यहाँ अस्पताल रहेछ नि ठुलो है बन्दीपुर अस्पताल रहेछ नि बन्दीपुर अस्पताल फ्युचरमा कुनै दिन यो ठाउँमा काम गर्न आउनु पर्यो भने के छ गाइजहरू खुसी हुन्छौ We are ready. ओके Go I'm also ready. anywhere. Just we need to travel. वा ओ यसरी जाने हो रे अनि बल्ल बिचमा फुल बुके काँचमा पुग्यो उयो यो त कस्तो दामी भयो राजा रेड पनि हुनुपर्ने है त्यो सब दिदमलाई मन परिरहेको मन परेको छैन मन परेको छैन बाई आज स्कुल छैन बाई बाई हाई हाई बाई बाई ओके गाइज हामी भर्खरै यहाँ गुम्बा आइपुग्यो कस्तो राम्रो बनिरहेको रहेछ यस होपफुल्ली है नेक्स्ट टाइम पनि आउन सकौँ आउन पाऊँ ओके गाइज हामीहरू चाहिँ अब लगभग सीता गुफा आइपुग्न लाग्यो सिधा गुफा यस्तो भन्न पनि जाने छैन तर सरी आइपुग्न लाग्यो भर्खरै हामीले त्यहाँनिर अगाडि पछाडि बोर्ड चाहिँ देख्यौँ अब सायद हामी आइपुग्न लागिसक्यो होला मलाई चाहिँ हामी यो जङ्गलमा छौँ हुहु अब हिँडौँ 2जना साथीहरू चाहिँ फोटो खिचिरहन् सिधा गुफाको त्यो बोर्डमा जा फ्लावर लभर प्लान्ट लभर अनि म पनि खै के लभर हो मलाई थाहा छैन म बोयफ्रेन्डको लभर सो गाइज यो चाहिँ मेरो फर्स्ट एभर एक्सपिरियन्स हो होइन म चाहिँ यसरी लाइक अब घुम्न साथीहरूसँग कतै कतै घुम्न चाहिँ गएको थिएँ बट यसरी हाइकिङ गरेर भनेर चाहिँ म हिँडेको थिएन तर फर्स्ट टाइम थियो यो चाहिँ मेरो अनि हल्का गाह्रो पनि भयो किनकि बानी छुटिसकेको छ नि त हिँड्नलाई धेरै भइसक्यो म यसरी नहिँडेको अनि बानी छुटेको थियो त्यही पनि स्टिल त्यो त एक साइडमा छँदैछ नै बट अल्सो मेरो साथीहरूसँग घुम्न आउँदाखेरि चाहिँ एकदमै रमाइलो पनि भयो हिजैदेखि हामीहरू रमाइलो गरिरहेको थियौँ अनि हिजो पनि रमाइलो नै भयो अनि आज पनि बाटोमा हिँड्दै रमाइलो नै भयो भनौँ न अब यो त लाइफ टाइमको एक्सपिरियन्स भयो नि त मेमोरिज हुन्छ कति धेरै पछि सम्झेर हेर्दा पछि फर्केर हेर्दाखेरि है हामीहरू यसरी घुम्न गएको भन्ने पनि छ साथीहरू त्यही भएर अब चाहिँ म प्रायः जस्तो घुम्न जान्छु होला मेरो साथीहरूसित अब चाहिँ सिधा गुफा आइपुग्न लागिसक्यो होला है ओके गाइज फाइनली हामीहरू आइपुगिसक्यो ओके गाइज हामीहरू चाहिँ आइपुगिसक्यो टिकट पनि काट्यौँ प्लेनबाट देखाइदेऊ त नसुर साथीहरू हामीहरू चाहिँ अब गुफामा छिरिसकेको छौँ अब त्यो चाहिँ के हुन्छ कसो हुन्छ भाइले चाहिँ अब हामीलाई यहाँ भनिदिन्छ
भाइ नै हो हामीलाई चाहिँ हाम्रो भाइले गाइड गर्न ला भाइले ओ माई गड बुवा यहाँ सुत्नुहुन्छ ए कुन ओए वाउ मुभी पनि सुट हुँदो रहेछ हो साथीहरू यहाँको स्पेसल चाहिँ के हो खासमा स्पेसल भन्नु अब आफै बनेको स्ट्रक्चरहरू जस्तो कि यता हेर्नु यो चाहिँ राजाको सिरपेज भन्छ ए वाउ यो सबै नेचुरलहरू बनाएको ए त्यस्तो पानीहरू तप चुइन्छ नि चुइँदैन हजुर अहिले बेला भएन यहाँ चुइन्छ अहिले त अलि भएन आफै पानी चुइन्छ यहाँ उता एन्डिङ पोइन्ट पुग्नु भयो भने चाहिँ त्यहाँ चाहिँ बगिरहन्छ पानी कति एकदमै टाढा छ हो एकदमै ठुलो हो यो हजुर 437 मिटर 437 मिटरको ए हो मलाई थाहा थिएन नि यो तार हुन्छ यो सबै पानी जम्मा हुन्छ ए हो अहिले चाहिँ पानी हजुर हजुर सबै माथिबाट आउनु ओ माई गड म त भित्र त जान्न ल शिवजीले ध्यान गरे ठाउँ है ओ वाउ है नाकको टाउको रे नाकको भनेको के नाकको के सर्पनागवाला हजुर ओ माई गड है सबै यो औली ब्रोकौलीहरू ए शिवजीको पैताल रे ए ल ल ल यो ज्यान अनि यो टाउको यो जेलीफिस आफै बनेको है जम्मै हजुर सबै पानी ओहो पानीले उ गरेको माथि माथिसम्म जान्छौँ हामी यता माथि होइन यता सर र यतातिर जाने यो छिर्दा मात्र अलिकति उचारो के भित्र चाहिँ ठुलो है हजुर यो चाहिँ हेर्दाखेरि चट्ट बाघको मुख हुन्छ। ए बाघको मुख घोडाको खुट्टा चाहिँ नाइस यारीवाला छुनु न एकचोटि हेर्दा पनि सबसे ढाप चाहिँ यहाँ हुन्छ क्या यो लाइनमा हुन्छ कि किनकि अब यताबाट नि आउँछ अनि यो झर्ना देख्नु भयो नि यहाँबाट नि आउँछ क्या पानी त्यो शङ्ख सिद्ध गुफा भनेर यो चाहिँ हाम्रो चाहिँ सिद्ध बाबाले यहाँ ध्यान पहिला कति वर्ष अगाडि ध्यानमा बस्नु भएर राखेको नाम हो कि सिद्ध बाबा ए हजुर यही सिँढी भन्दैन भाइ के यो तलबाट के छ होला अब हामी तल गएर अब माथि जाने हो त्यहाँबाट नि झर्छ मान्छेहरू यहाँ माथिबाट तल झर्ने तलतिर चाहिँ अप्ठ्यारो है हजुर बिहान नै गर्ने यहाँ कहाँ यति हो हाम्रो इन्डिङ पोइन्ट यहाँ माथि हो नि अलि माथि जानु यी चमेरा खासै छैन अलि त्यो कालो कालो हो हजुर ए चमेरा साइडमा राख हो यहीँ हो है इन्डिङ पोइन्ट अझै जाने चढ्ने हजुर
So guys, we are back from cave. गुफा आनन्द आयो है? एकदम राम्रो एस्थेटिक भ्यू है यस एकदम राम्रो लाग्यो त्यो चाहिँ जानै पर्छ तपाईँहरू पनि आउन सक्नुहुन्छ है तपाईँको सो गाइस फाइनली हामीहरू चाहिँ सिद्ध गुफा पनि गइसक्यौँ गएर आइसक्यौँ अहिले चाहिँ हामी मेन रोडमा आइपुग्यौँ अब भने हामी चाहिँ घर जाने हो अनि हामी चाहिँ अब गाडी कुर्दैछौँ यहाँ विमल नगर भन्ने ठाउँमा सो गाइस म चाहिँ घर आइसकेँ अनि फ्रेस भएर बसिरहेको छु हिजोको ट्रिप चाहिँ एज अ होलमा भन्नुपर्दाखेरि चाहिँ एकदमै रमाइलो भयो एकदमै राम्रो भयो अनि त्यहाँनिर चाहिँ हामीले बन्दीपुरमा पनि रमाइलो गऱ्यौँ अनि बन्दीपुर बजारमा चाहिँ कस्तो रमाइलो रहेछ झिलिमिली अनि त्यसपछि उतापट्टि टुडी हिलमा पनि रमाइलो गऱ्यौँ अनि अर्को भनेको चाहिँ सिद्ध गुफा भन्ने ठाउँ रहेछ एउटा एकदमै राम्रो रहेछ नेपालकै ठुलो रहेछ एउटा सिद्ध गुफा भन्ने अनि त्यहाँनिर चाहिँ हामी बन्दीपुरबाट हिँडेर पुग्यौँ लगभग 1.5 घन्टाको यात्रा चाहिँ गऱ्यौँ हामीले अनि त्यसपछि चाहिँ हामी घर आयौँ अब आजको लागि यति नै अब हेरेर माया गरिदिनु होला साथ दिनु होला थ्याङ्क यू सो मच लभ यु अल